राजाको रुम हो क्या राजाको कोठाहरू हेर्न सक्नुहुन्छ हाम्रो खाने ठाउँ यो रानी महल मैले बनाएको मेरो रानीको लागि हो रानी तिमी कहाँ छौ के तिम्रो राजा यहाँ रानी महल बनाएको अनि वेटिङमा छु म कहाँ छौ तिमी मेरो रानी यहाँ आउ न मेरो रानी खै मेरो रानी खै कहाँ लगेछ फोटो खिच्न मनाएछ क्याम भिडियो बनाउन मनाएछ होइन फोटो खिच्न मनायो अरे यहाँ भिडियो है फोटो खिच्न पो मनायो अनि भिडियो बनाउँदा मनाइ छैन होला नि फोटो कसैले नखिच्यो है यहाँ फोटो खिच्न मनाइ छ यहाँ फोटो नखिच्ने यत्रो बाङ्गो बाङ्गो हो कि ठुलो ठुलो फोटो खिच्न मनाइ छ यहाँ हुक्का रहेछ राजाको खाने हुक्का पनि बनाइदिएको हामी चाहिँ अहिले टक्क रानी महल जाँदैछौँ र रानी महल टक्क घुमघाम चलेर हाम्रो त यस प्रकारको छ वरिपरि वातावरण देख्न सक्नुहुन्छ र हामी आएको त हिजै हो बल्ल उठेर नास्ता खाएर टक्क हामी घुम्दैछौँ बल्ल बाटो छ बढी खतरनाक कट्टो हेर्नुहोस् बहुत लम्बा सफर हो बहुत उकालोमा हामी चढ्नै सकेको छैनौँ हामीले चढ्न त सकेनौँ साँच्चै हो हामी हिजो राति 12 बजीदेखि चढेको अहिलेसम्म पुगेका छैनौँ अहिलेसम्म पुगेन भन अब पुग्नेको हामी पुग्छौँ तर अवश्य पुग्छौँ अवश्य पुग्नेछौँ हाम्रो रानी महलको टुर चाहिँ अब पत्थर भेन्यू टुङ्गो छ हामी जारी रहन्छ जबसम्म मृत्यु आउँदैन सही हो हामी हेर्न आएको यसलाई चाहिँ के भन्न चाहन्छ रानी महललाई देख्न सक्नुहुन्छ यो त पानी खाएर थुके जस्तो भयो क्या यो त भएन यो पुरै धर्छ उडे यार यो प्रधानमन्त्री ओल्ड भएछ प्रधानमन्त्री बनाउनु यसलाई यो चाहिँ बनाउनु पर्छ यो चाहिँ राजाले रानीलाई भएको के भनौँ म त यार म त केही बोल्नै सकिरहेको छैन हाम्रो केटाहरू कहाँ गए हामीलाई केटाहरू चाहिँ बल्ल हामी खै कता राखे हामी चाहिँ रानी महल आइसकेका छौँ टक्क हाम्रो केटाहरू यता धीरज किन धेरै खायो जम्मा 7वटा हो यार जम्मा 7वटा खायो के नि कुखुराको मासु के भन्न चाहन्छौ केही भन्दिनँ मैले त ढेगा लगाइरहेको एक्लै आउनु पर्ने रहेछ आनन्द होइन भयो कि अहिले त मनमा भनेको कुरा अहिले मनमा होइन यहाँ आएर नि यस्तै गरिरहनु केटाहरू यार यहाँ त छुन्न पनि त्यो कुरा यार भिडियोमा छौँ भिडियो मैले फ्याक्ट कुरा गर्ने है यहाँ आएपछि यहाँ आएर नि पारा देखाउन लाने यहाँ ठिक छ यो कुरालाई छोडौँ एकछिन अहिले यो कुरालाई निर्णय गरौँला अहिले हामी जेगामा आफै पनि मजा लिउँ न हामी चाहिँ के मजा लिन दुईटा बाटो म त पहिलोचोटि आएको के भन्ने र के भन्न सक्छु र म अरू त यस्तै छ हाम्रो यात्रा हुन्छ बाई बाई टक्क भ्यू चाहिँ बवाल छ है भ्यू बवाल टक्क हामी हेर्दै रमाउँदै कता गयो विष्णु के भयो
माथि मजाले हेरेर जानु पर्ला नि माथि त दाइ टिकट कति भयो 50 रुपियाँ 50 रहेछ यार जम्मा 50 रुपियाँ टिकट 50 रुपियाँ को जाने भन्दा किन पहिला आउँदा टिकट छैन टिकट चढेको भए पनि हुन्छ चढ्न पर्यो नि टिकटको लागि त टाइम वेस्ट गर्ने छैन अनि टाइम वेस्ट गर्नु छैन इनफ टाइम पनि छैन भाइ त पैसा निकालेर रेडी भइसक्यो कान भाइ आसिया दिलो हुनुपर्छ आशिका दिदी तपाईँ कहाँ हुनुहुन्छ सबले आफ्नो टिकट काट्दै जान सबले आफ्नो टिकट हाम्रै नेपालमा पनि हामी नेपाली जान पाइरहेको छैनौँ के भन्ने रह्यो यार यता आशिका दिदीलाई बोलाएर यस्तो रहेछ भिडियो बनायो कि चुप्प लगाउन होइन र भिडियो बनाउनलाई बनाउने होइन गाह्रो छ हो मलाई गाह्रो भिडियो बनाउन नि गाह्रो छ कम गाह्रो टक्क सिन चाहिँ मलाई बवाल लाग्यो अरू त्यस्तै हो अहिले फोटो खिचौँ मलाई म फोन दिन्छु होइन फोटो खिचाउन तिमीहरूले म यहाँ टुर गरिरहेको मोबाइल सबै आउनुपर्छ 50 रुपियाँ टिकट भन्ने हो कति गइसक्यो थाहा छैन फोटो खिचिदिनु भाइ एकछिनको म 1 मिनट यस्तो हल्का घुमेँ जे छ त्यही हेरेर आउँछु क्या भाइ रानीलाई पठाउनलाई यहाँ सुटिङ गरिरह है रानी तिमी कहाँ छेउ यहाँ राजा इन्तजार गरिरहन् रानी महलमा कम रानी कम हामी चाहिँ टक्कै त घुम्दैनौँ त रानी महलको सिनियर चाहिँ मलाई के भयो यहाँ के भयो हामीले म त केही भत्के खै ए भत्केको रहेछ धन्ने तल गइदियो खोला नि बबाल छ के उता जानुहुन्न हुन त लेखेँ होइन त कतै रहेछ नि त यार माथि गएर फटाइदिने हो न मेरो त खिच्दिनै मान्दैनन् बे कसैले खैगुन्नी किन जाम दाइलाई पनि लिनुपर्ने यार मेरो त खैगुन्नी किन फोटो खिच्नै मान्दैनन् जाने कता हो यता टपको माथि चढ्ने है यस प्रकारको छ यता राजाको डाइनिङ टेबल हो यता कता दुईटा बाटो खान् त्यसपछि हामी यता राइड जाने यस्तै छ पहिले नआएको यार फर्स्ट टाइम आएर यस्तै हुन्छ त्यही भएर मैले पहिले भिडियो बनाइदिएको कस्तो के छ कता बन्द फेरि उता नगए त्यसपछि माथि टक्क यस्तरी राजाको रुम हो या राजाको कोठाहरू हेर्न सक्नुहुन्छ हाम्रो राजाले बनाएको मैले बनाएको है फेरि यो रानी महल मैले बनाएको मेरो रानीको लागि हो रानी तिमी कहाँ छौ के तिम्रो राजा यहाँ रानी महल बनाएको अनि वेटिङमा छु म कहाँ छौ तिमी मेरो रानी यहाँ आउ न हजुर तिमीलाई मैले यत्रो बिल्डिङ खडा गरिदिइसकेँ के मैले तर तिमी आइनी तिमीलाई पख म भनिदिन्छु मम्मीसँग हो क्या फेरि मेरो रानी खै
मेरो रानी त छैन कता फोटो कहाँ छ फोटो खिच्न मनाइछ क्या भिडियो बनाउन मनाइछ होइन फोटो खिच्न मनायो अरे भिडियो फोटो खिच्नमा मनायो भने भिडियो बनाउँदा मलाई छैन होला नि फोटो कसैले नखिच्यो है यहाँ फोटो खिच्न मनाइ छैन फोटो नखिच्ने यत्रो बाङ्लो बाङ्लो हो कि ठुलो ठुलो फोटो खिच्न मनाइ छ यहाँ हुक्का रहेछ राजा खाने हुक्का पनि बनाइदिएको ओए दाइ त के गरे होस् त्यहाँ यता यहाँ भिडियो बनाउन डिस्टर्ब भएर केही भएन मुस्कानै राम्रो छैन कि मान्छे राम्रो कि सिर्जन कहाँ गएको सिर्जन फटाइज न यता आउँछ कि माथि डिस्कस गर्दा गर्दा यहाँ केही छैन भन्दा भन्दा हामी अझै पनि केही छैन भनेर आएको त्यसले हामीले जे त्यही हेर्छौँ नि होइन र सत्य हो इन्डिङ यहाँ भएको रहेछ यो दुलाभित्र म दुलाभित्र आएको छु त्यस्तो केही रहेनछ है माथि चाहिँ लाइट पनि मजाको रहेछ लाइट पनि मजाको रहेछ राजाको पालाको लाइट अलि जे होइन अहिले भन्दा नि स्ट्यान्डर्ड छ यहाँ 15 वाटको हाल्दिनुपर्छ 15 वाटको बल्ब हालिदिनु पर्छ होइन केही भएन जति वाटको हाल्यो भने मजामा छैन है फोनै मैले दिएको आनन्द फोन ल्यायो आनन्द सिन चाहिँ राम्रो छ वातावरण बाहिरबाट नि बवाल लाग्यो मलाई जे भए पनि टक्क वातावरण सबै राम्रो छ वातावरण यहाँ ग्रुप फोटो हाल्ने भन्दै थियो कि उनीहरूले के भयो भिडियो राजा आउनु लाग्यो कि राजाको एन्ट्री ओए भयो राजाको एन्ट्री अरे यहाँ ओए भयो कि ओए ल 1 2 3 भयो ल ए राजा तिमी हौ म त उताबाट आउँछन् क्या राजा भनेको यहाँ त पुरै राजाको एन्ट्री भइरहेको रकी भाइ आउँदै हुनुहुन्छ यहाँबाट ल कम या हाम्रो लालाजी हाम्रो हिरो एन्ट्री हाम्रो चाहिँ भ्याइयो रानी महल सक्यो यति गर्नलाई 50 रुपियाँ गयो आशिका दिदी भेट्नु भएन यहाँ 50 रुपियाँ देखाइयो ग्रुप फोटो हाल्ने खै त सबैलाई बोलाउँ न ग्रुप फोटो हाल्नलाई रानी महलको टुर यही हो सक्यो बाटो बढी खतरनाक थियो बाटो चाहिँ जस्तो भए पनि आइयो राम्रै अरू त के भन्ने जस्तो भए पनि आइयो त्यही ठुलो कुरो हो आउनुपर्छ राम्रो हो वातावरण टक्क आउन चाहिँ पर्छ है जस्तो जे भयो भने आउन चाहिँ पर्छ रानी महल चाहिँ मिठो छ अब हामी फोटोसोटो खिच्छौँ त्यसपछि जाने कुरो हुन्छ टक्क लाएर त्यही हो कुरा अब केही नयाँ ताजा छ भने म फेरि रेडी गरौँला हाम्रो केटाहरू कति छ म देखाइदिन्छु त्यसपछि सकिन्छ है यहाँ टक्क आयो तर धीरज भएन हाम्रो केटाहरू टक्क फोटो हान्दै खै हाम्रो उत्तम दाजु ह्यान्डसम भयो यता यस्तो छ के तिम्रो कहाँ छौ के यार तिम्रो कहाँ छ धीरज खै के धीरज